हेलो सम्पूर्ण साथीहरू, फेरि म अर्को भिडियो लिएर आइसकेको छु। आजको भिडियो रहेको छ नेपालको इतिहासका बारेमा केही महत्त्वपूर्ण पन्ध्रवटा जिकेहरू। त अब सुरु गर्दैछु। पहिलो प्रश्न, उपत्यकाको राजा विभाजन गरी आफ्नो छोरालाई बाँड्ने राजा को हुन्? अप्सन क जयप्रकाश मल्ल, अप्सन ख श्रीधर सिंह मल्ल, अप्सन ग प्रताप मल्ल, अप्सन घ यक्ष्मल। त्यसमध्ये यक्ष्मल हुन्छ। ल साथीहरू, अब अर्को प्रश्न, कुन सन्धि पश्चात नेपालको सिमाना मेचीदेखि महाकालीसम्म कायम भएको थियो? अप्सन क महाकाली सन्धि, ख केरुङ्गा सन्धि, ग सुगौली सन्धि, घ थापाथली सन्धि। यसको उत्तर चाहिँ सुगौली सन्धि। अब तेस्रो प्रश्न, सर्वप्रथम मानापाती ढक्तराजु मुरियो दामको दरेट व्यवस्था गर्ने राजा को हुन्? अप्सन क रामशाह, छत्रशाह, नरभूपाल शाह, डम्बर शाह। यसको सही उत्तर रामशाह रहेको छ। ल फेरि चौथो प्रश्न, मल्लकालको अर्को नाम के हो? अप्सन क मध्यकाल, ख प्रथमकाल, ग गोल्डन काल, डार्क पिरियड। यसको उत्तर रहेको छ सही उत्तर मध्यकाल। अब पाँचौँ प्रश्न, नेपालीको इतिहासमा सुधारवादी राणा भनेर कसलाई चिनिन्छन्? अप्सन क देव शमशेर, ख खड्ग शमशेर, ग चन्द्र शमशेर, वीर शमशेर। यसको देव शमशेर रहेको छ। अब छैटौँ प्रश्न, सम्राट अशोकले कसको पालामा नेपाल आएको थियो? अप्सन क स्थुङ्गाको, सुदर्शनको, देवदत्त, प्रजापति। यसको सही उत्तर रहेको छन् स्थुङ्गाको। ल साथीहरू, फेरि अब अर्को प्रश्न, पृथ्वीनारायण शाहले काठमाडौँलाई नेपालको राजधानी कहिले घोषणा गर्यो? अप्सन क 1813 मा गर्यो, अप्सन ख विक्रम सम्वत 1826, ग विक्रम सम्वत 1822, विक्रम सम्वत 1835। यसको सही उत्तर रहेको छन् यो ख 1826 मा। प्रश्न, पशुपतिनाथ कसले बनाएका थिए? अप्सन क प्रताप मल्ल, ख नरेन्द्रदेव, ग प्रचण्डदेव, ग शङ्करदेव। यसको सही उत्तर रहेको छ प्रचण्डदेव। अब अर्को प्रश्न, जुद्धो शहीद भनेर कसलाई चिनिन्छ? शुक्रराज शास्त्री, टङ्कप्रसाद आचार्य, लखन थापा, बिबी कोइराला। यसको सही उत्तर टङ्कप्रसाद आचार्य रहेको छ। ल साथीहरू, अब अर्को प्रश्न, कुन राजाको पालामा 100 पैसा बराबर 1 रुपैयाँ निर्धारण गरिएको थियो? अप्सन क रामशाह, पृथ्वीनारायण विक्रम शाह, सुरेन्द्र विक्रम शाह, डम्बर शाह। यसको सही उत्तर रहेको छ पृथ्वीवीर विक्रम शाह। ल साथीहरू, अर्को प्रश्न, विक्रम सम्वत 2046 सालको जन आन्दोलन कति दिन चलेका थिए? यसको सही 33 दिन, 67 दिन, ग 49 दिन, ग 31 दिन। यसको सही उत्तर रहेको छन् 49 दिन, ग नम्बर। ल साथीहरू, यो अन्तिम प्रश्न, नेपालको प्रथम सैनिक जनरल हुने व्यक्ति को थियो? कालु पाण्डे, बलभद्र कुँवर, अमरसिंह थापा, विष्णु थापा। यसको सही जवाब कमेन्टमा अवश्य दिनु होला। ल साथीहरू, यति भिडियो लिएर आउँछु। ल बाई। भिडियोलाई लाइक सेयर गरिदिनुहोस्।